दिस बार्सेलोना इज अनस्टपेबल। क्यान यु इमेजिन? तपाईँको टिमले 2 गोल कन्सिड गर्छ एटलेटिको डे मड्रिड जस्तो स्ट्रङ टिमसँग, तैपनि उसको होम ग्राउन्डमा गएर मेट्रोपोलिटानो स्टेडियममा। फेरि एटलेटिको डे मड्रिड भनेको झारपात टिम पनि होइन जसले सजिलै गोल स्कोर गरेर सजिलै गोल कन्सिड गर्छ। तपाईँले अस्ति च्याम्पियन लिगमा एटलेटिको डे मड्रिडको गेम हेर्नु भएको थियो भने 120 मिनटसम्म रियल मड्रिडलाई स्कोरलेस गराउन सक्ने टिम हो एटलेटिको डे मड्रिड। त्यस्तो टिमसँग तपाईँको टिमले 2 गोल कन्सिड गर्छ तैपनि 70 मिनटमा गएर। अनि तपाईँ इमेजिन गर्न सक्नुहुन्छ कि तपाईँको टिमले कमब्याक गर्न सक्छ? मलाई सोध्ने हो भने मैले त एक्सपेक्ट नै गरेको थिएन। आई वाज एक्सपेक्टिङ कि अब चाहिँ हामीले यो गेम हार्यौँ, बट म्याजिक हुँदै रहेछ। कसले भने म्याजिक हुँदैन? लास्ट नाइटको गेममा म्याजिक भयो। इनिगो मार्टिनेस बार्साको सेन्ट्रल लाइनभन्दा अगाडि चढ्छ, ब्युटिफुल असिस्ट दिन्छ लेवान्डोव्स्कीलाई। 37 इयर्स ओल्ड लेवान्डोव्स्की। कसले एक्सपेक्ट गरेको थियो कि त्यस्तै त्यति राम्रो गोल हान्न सक्छ भनेर? फर्स्ट गोल हान्छ, त्यसपछि राफिनाले ब्युटिफुल असिस्ट दिन्छ फेरेन टोर्सलाई र हेडिङ हानेर 2-2 गराउन हेल्प गर्छ। फेरि बार्सा यतिमै रोकिँदैन। लमिन यामालले 90 मिनटमा गएर अर्को ब्युटिफुल गोल हान्छ र साथसाथै त्यसको फ्यु मिनटमा फेरेन टोर्सले फेरि अर्को गोल हानेर बार्सा 4 र एटलेटिको डे मड्रिड 2 हुनमा हेल्प गर्छ। बार्साले कमब्याक मात्रै गरेन, बार्सेलोनाले वर्ल्डलाई, पुरै युरोपलाई देखाइदियो कि बार्सा इज वान अफ द बेस्ट टिम इन द वर्ल्ड